सबको ओठमा हाँसो छर्यो, सबको मनमा हर्ष, नयाँ जोस र उमङ्ग बोकी आयो नयाँ वर्ष, नयाँ जोस र उमङ्ग बोकी आयो नयाँ वर्ष। पूरा हुन् तपाईका आकांक्षाहरू, स्वच्छ रहन् भावना, पूरा हुन् तपाईका आकांक्षाहरू, स्वच्छ रहन् भावना। नववर्ष 2083 सालको हार्दिक हार्दिक मङ्गलमय शुभकामना। नमस्कार, म विशाल साउद, यस रेडियो सोनोलो एफएम तथा सोनोलो टेलिभिजनको कार्यालय प्रमुख। आज विशेष गरी नववर्ष 2083 सालको जुन आज वैशाख 1 गते नववर्ष 2083 सालको सुरुवातको दिन र सर्वप्रथम म सम्पूर्ण आमा बुबा दाजुभाइ दिदीबहिनी स्वदेश तथा विदेशमा छरिएर रहनुभएका समस्त आमा बुबा दाजुभाइ सँगै हाम्रा भगवान रूपी विज्ञापनदाताहरूमा सुस्वास्थ्य, दीर्घायु, आरोग्य, ऐश्वर्य प्राप्तिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छौँ। तपाईको परिवारमा सुख, शान्ति, समृद्धिले हराभरा होस्, दुःख कष्ट नष्ट हुँदै 83 सालमा तपाईको परिवारमा आत्मीयता, बन्धुत्वको भावनाहरू अझै प्रगाढ, घनिष्ठता बन्दै जाओस् र यस 2083 सालले तपाईको परिवारमा अझै आत्मीयताको सम्बन्ध प्रगाढ बनाउँदै जाओस् भन्ने शुभकामना प्रकट गर्न चाहन्छु। यस रेडियो सोनोलो परिवारको तर्फबाट र मेरो व्यक्तिगतको तर्फबाट पुनः पनि सुस्वास्थ्य, दीर्घायु, आरोग्य, ऐश्वर्य प्राप्तिको हार्दिक हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। धन्यवाद।